हेलो एन्ड नमस्ते साथीहरूलाई। आज म तपाईहरुलाई ओआरएसको कम्पोजिसन ट्रिक तरिकाले याद गर्ने हैन रिमेम्बर गर्ने तरिका म आज यो भिडियोमा बताउँदै गइरहेको छु। ल हेर्नुस् है। अब हाम्रो ओआरएस कम्पोजिसनमा के मिलेर बनेको हुन्छ त? ग्लुकोज, सोडियम क्लोराइड, ट्राइसोडियम सिल्ट्रेट, पोटासियम क्लोराइड है त। यिनीहरू मिलेर चाहिँ हाम्रो ओआरएस बनेको हुन्छ हैन। अब तपाईहरुलाई थाहा छ हैन, ग्लुकोज चाहिँ हाम्रो कति हुन्छ त? 13.5 ग्राम पर लिटर हुन्छ है त। सबभन्दा बढी के हुन्छ त हाम्रो ओआरएसमा? ग्लुकोज हुन्छ। त्यसैले 13.5 पर लिटर भयो। अब सोडियम क्लोराइड हैन, कति हुन्छ त हाम्रो? 2.6 ग्राम पर लिटर हुन्छ। अब सोडियम कति छ त हाम्रो? हेर्नुस् त, 6 लिटर। सोडियममा कतिवटा लिटर छ? 6 लिटर। त्यसैले हाम्रो 2.6 ग्राम पर लिटर भयो। एसओडिआइयुएम 1 2 3 4 5 6 6वटा लिटर भयो। त्यसैले हाम्रो 2.6 ग्राम पर लिटर भयो। त्यसै गरी छ ट्राइसोडियम सिल्ट्रेट। अब ट्राइसोडियममा कति लिटर छ त? 9वटा लिटर छ। त्यसैले 2.9 ग्राम पर लिटर भयो। अब पोटासियम भनेको केमा बढी पाइन्छ त साथीहरु? केरामा बढी पाइन्छ। अब पोटासियम भनेको पीबाट के आउँछ त? POOR पोर हैन। पोटासियम चाहिँ पीबाट पोटासियम आउँछ, पीबाट पोर आउँछ। सबभन्दा अब गरिबको छ त, कमको छ त पोटासियम छ। त्यसैले 1.5 ग्राम पर लिटर भयो। यसरी याद गर्न सक्नुहुन्छ साथीहरु। अब हाम्रो यो पुरा टोटल मिलाएर चाहिँ हाम्रो 20.5 ग्राम पर लिटर हुन्छ। हामीले अब ओआरएस बनाउने त 1 लिटर पानीमा हो नि त। कस्तो पानी भनेपछि वार्म वाटर है त। ल यसरी चाहिँ हामी याद गर्न सक्छौँ साथीहरु ओआरएस को कम्पोजिसन। भिडियो चाहिँ राम्रो लागेमा लाइक, शेयर, सब्स्क्राइब है त। शेयर गरिदिनु होला। सब्स्क्राइब फर मोर।